जुजुल्पा नमस्ते नेवा एफएम सचिव खुपटीको मेगा हर्ज रेडियो नेना चढाइदिमेसित ठाउन कोरोना विशेष ज्याजो जना वे धनगदु सिग्ने रेडियो पासा जी बिबिसा साके नाको म शंकर थापा अठौँ ज्याजोले नठिठी जानकारी बिगु झोले सुनिग या खोप नगरपालिका हले भक्तपुर नगरपालिका या मेयर सुनिल प्रजापति जो एक जिगो फोन शब्दी झादिगु खोप नगरपालिका या नवे चंगु खोप अवस्था या विशेष वेदना पसल बेके उजी थौ या ज्याजोले एक फोन शब्दी दु वेदना खना बले झोले उनी मेजु जुजुलपा अले नेवा एफएम कोरोना विशेष ज्याजोले सिटा डगले नेपाल लस्कुसियान जुना नेजो ठोइले नेवा एफएम नेना चुना दिपी सकल नेनामी पिन्त ठाउँ खोप नगरपालिका या विशेष छिकपिन्स आटक याना वे सुनगु ज्याखय विशेष बच्चाकन जानकारी बिउ झोले छिनाप छि इ बेदिल छिट दगले नेपाल सुबाना देशना चुना अले मेजो ठाउँ छि थो खना चुनगु इले खोप नगरपालिका चाहिँ अवस्था थो कोभिड-19 अवस्था गन्ठ्यान चौंडु गठित ज्या चौंडु थो विशेष जानकारी दिएदी जी खोप नगरपालिका दिने धेरै रेकर्ड अनुसार फेरिमा 82 जना संक्रमित देखिएको हो हजुर 82 मध्ये सिंखुमा हजुर सिंखुमा लाङ्गन छे चारको कथा बाँकी भक्तपुर अस्पताल आइसोलेसन आइसोलेसन होम आइसोलेसन छे सोच्दैनी ए हजुर इंदा चाहिँ छिटौँ हेरचाह निम्ति याछु आवश्यक बन्दोबस्त या निम्ति रह्यो संयममा डाक्टर हजुर स्वास्थ्य सम्बन्धी समस्यामा जुझिरहेको छ अरू नयाँ वनम पहाड सर छटाई समस्या अन्य समस्याका जुझिरहेको छ सोमा कर्मचारीको जिम्मा दिएको एउटा सम्पर्क यहाँदी फोर सफाया माला या छिया मलदगा एक मार्फत जी फो हिसाबमा अत्र झिगे चेलीमा चाहिँ खान्छन् अब तो कन्ट्राक्टेसन या उयो अथवा 4 फिट अछि जी रंगौला बाकी अनलाइन में चटिँदैन अझै पैसा अछि वो ट्रेसिङ गर्न ल्याउन सक्छ त्यसले अत्तबेरा छिगे खाने दौरा थएको तर नाप्नामा खोप नगरपालिका थोरो ज्यादा संक्रमण समुदायले पहिले मोजिटिया निम्ति निम्ति चिकन माइकिङमा सोचाउँदा यो क्लोरिनको छाल्याउ कीटनाशक औषधिला साबुन पानीका लासीले उडेर छाया थासे चालेकाले थोप बन्दोबस्त यहाँ त्यहाँ हो इलिगल खोप नगरपालिका थो सांस्कृतिक नगरमा जोडले को जात्रा त त्यसले वो जात्रा त पञ्चराम जुल गोला बाजा जुल यहाँ पनि कष्ट गिदा छिसो कोसमा यहाँ अले नियम भुलिनु नि जात्रा त दौका गाई जात्रा जुल विश्व जात्रा दिवाली पूजा 16 चार थियो सामान्य औपचारिकताकै शिर्ग दिसौँ दैछन् नगरवासी किता आवानी आउँदा खै हिसाबमा खोप नगरपालिका से जुल रहेछ छिसौँ छिउ स्तर या थियो नगरपालिका स्तर या थियो ज्यादा छिसौँ क्रम सुरु सुसाउँदा एक पंचे राजा जारी जे न्याय छिसौँ और जाउ रोटिया म यहाँ खोपया गु सम्बन्ध छ और एउटा बैंक खाना पनि त्यहाँ महँगो पिना पनि दो महँगो रहेछ छोटो दलिया पनि यहाँ इलाकाले ठक्क गाडी त बन्द या हेर्ने अरेन्डो गयो छिटो पिने जिल्ला दिन नगरपालिका के गुल्टको धुवा चुचुउँदा रह्यो सोया निम्ति छिटो सिंहसँग नाका के पछि कर्मचारी त फटे हो या कतै छिटो यहाँ क्योंकि विभिन्न खासेन उनको स्वास्थ्य उपचार या नामी जासन या नामी अनेक नामे छिटा धुवा चुचु खाने दा इन्डेक्सन रोके बुलिस्टा इन्डियानो वादो पिन्दा जुल संक्रमण झन् भारतमा होगे यो खाने दा उयो त बुलिस्टा थानामा दुमा गसिन विकास सेवन्दा खजा हिजन स्कुले थोनो निषेधाज्ञा जारी मजु इले बन्दनमको विधानमको अवस्था जो सुन हजुर त्यसले स्कुलले अब शिक्षक तेरा छिटो विद्यार्थी निम्ति पङ्क्या निम्ति सहयोगी पनि पाठ्य पुस्तकमा पनि सम्बन्धित किताब अध्ययन दिन्छौँ साहित्य अध्ययन दिन्छौँ अनि उही खाना क्षेत्र अन्तर्क्रिया छलफल दिन्छौँ प्रविधि समामुनि गरेर भर्चुअल कक्षा अध्ययन हुएकी अनलाइन कक्षा सञ्चालन स्मार्ट बोर्ड या चल्या थियो संस्थागत शिक्षा र चिकित्सा दिन्छौँ ठाउँ एरिया गुलिदो ख तथापि कसरी है ठाउँ मस्तेटा भयो विशेष तयारी सचेतना कार्यक्रम या जिम्मेवारी खाली फोकस नगरपालिका यहीको चुनेपछि म शिक्षा देशमा सहकारी नथे यहाँ प्रत्येक क्षेत्रले जनता सन्देश केन्द्र दिएम
सामान्तरीय भनेर सामान छौ सामाजिक दूरी कायम माला मास्क म त किन गए मैले ल सैनिटाइजर त प्रयोग या माला त्यहाँ साबुन लाए त्यसले गरी थुप्रो बन्दोबस्त छ प्रचार यहाँ दिशा छ आग्रह यहाँ वो अनुसार चिता जान जुदा त्यसले चिसं संक्रमित निम्ति न बालाका बिमारी दिशा नगर कष्ट आग्रह नै यहाँ सोचाउँदा हजुर अहिले मेरो नापो चाहिँ आठो छि गुचे निमगा 82 जनाको दैदिल खोप नगरपालिका दुनी अथवा संक्रमणीय अवस्था चाहिँ छु विश्लेषण चाहिँ गठित हो खोपया स्थानीय नगरवासी अथवा चाहिँ अस्थायी रूपमा बसोबास गर्न चोपी बिनेको अवस्था गठित हो सुरुखे पिने वो खाफो पिने वो पिने पता लगेदु आना वो पिने जिला पता लगेदु विदेश वो पुण्य मानन छिनो सुरुखे क्वारेन्टाइन त्याटे बिन्दिनी सबै क्वारेन्टाइन त्याटे होला छिसम क्वारेन्टाइन हो बिना खुरको होटल त्याटे बिना क्वारेन्टाइन त्याटे बिना खुरको यिनी हो किस समस्या मुजला अब पिने विभिन्न जिल्ला बिन्दाहरू बुझा राजनीति दाला सिन्धुली दाला विभिन्न बारा दाला पिने हो बिना खण्डा होला हजुर तुरन्त कारखाना जोमा सम्बन्धित एकदमै कराइका स्वास्थ्य बन्दोबस्त या कोशिश पनि हो स्नेह पिने जिल्ला बिन्दा सिफारिस अन्तर्गत निर्देशन दिएका अनुसार जिल्लामा खासै यो सिफारिस दिनु अति आवश्यक भएको और शांत एकदम छठा मिठाई पता लगे बोले पिने या पिने जिला में सिफारिश बिना के वाला जैसे अवेन्यू नगरपालिका सिफारिश क्या था उसला अरे ये समूह का समय क्वारेंटाइन टेमाली अवस्था वाला चिकन या तो जिनसे क्वारेंटाइन टेम सुन नगरपालिका हम सहमति दियो को वे नगरपालिका के क्वारेंटाइन टेम जिनसे तो बंदोबस्त या मुझे एक्टोरिटा है नहीं वो जो विषय है इनको दियो था करना इनका का संबंधित नगरपालिका इनको था लेकिन जो अच्छी फॉर्म चीज नगरपालिका जगह नीति कोशिश करे होगा और समुदाय स्तर की मानव है जितना सरकार लगे तो ठीक है फाइदा रहे सोचना तबे खोपे चाहिँ थोइले कोरोना संक्रमण चाहिँ समुदाय स्तरबाट थिएन रे छुबडी विश्लेषण जुल अले खानदा अनुसार अथे धर्मला हजुर खानदा को सोमान र छिटाको नगरपालिका खानदा सोमान र हस्पिटल विभिन्न हस्पिटलहरुमा नर्स ल्याब टेक्निशियन पनि उहाँलाई त जिग्रो सोमानको हस्पिटलबाट भयो सोमा खाँदौली हजुर त्यसले अब यो परिवारतिर खाँदै आइबले हो समुदायले भन्ने ठाउँमा दिसु पक्का यो परिवारमा हजुर खानामा जो परिवार पुरा उडेर छ तो कन्ट्र्याक्ट टेक्सिङ के लाभले हजुर पुरा परिवारले लाग्छ और सके समुदायले भनेर छ अनुमानिय है मलाई पक्का अहिले मेरो जो आठो संक्रमित अवस्थालाई चाहिँ जानकारी दिएदिल अहिले खोपे चाहिँ संक्रमणीय कोरोना संक्रमणीय हुने चाहिँ मरुपी गोम गठित अथवा आटको अठि जु मर्नेलाई के गठित हजुर सिपु पिमाती सेवरेको चिरा प्राप्त हजुर स्थानीय यो आसान जिल्लाले सौ नगरपालिका छिका छिका छिउलिया हजुर हजुर छिकामा छेउला और चुनिला न्यू नगरपालिका के को हजुर दानन छिउ नगर के पिमा भ्याउ खाना हजुर अहिले मेरो जो सिक्किम चाहिँ खोप नगरपालिका सिक्किम जनप्रतिनिधि जुल छि लगायत छु नेतृत्व जनप्रतिनिधि जुल अहिले स्वास्थ्य कर्मी बिजुल सुरक्षा कर्मी बिजुल सञ्चार कर्मी बिजुल फ्रन्टलाइन दुपिनी अवस्था चाहिँ स्वास्थ्य कर्मीले छि दिल नगरपालिका चाहिँ कर्मचारी जनप्रतिनिधिले स्वास्थ्य चाहिँ सुरक्षा कर्मी वेकपी संक्रमित जो अवस्था गठित हो हामीले दिनमा के जिएसँग कर्मचारी पीड़न लाउड जनप्रतिनिधि जनप्रतिनिधि शिका क्वारेन्टाइन के सूक्ष्म आइसोलेसन स्वास्थ्य कर्मी अन्ना अपना है जनप्रतिनिधि छिन्ने है दिला दिदैन छौ हिसाबे छे चौचाउँदो लगा थो कि कन्ट्याक्ट ट्रेसिङ थियो थो सिक्ने नाम क्यामर गर्दा थियो रिपोर्ट म हो नि रिपोर्ट सँगै नम्ती गर्दा हजुर ए तो फ्रन्टलाइन लाइन स्वाभाविक रूपले दिएको छ पक्का कर्मचारी त स्वास्थ्य कर्मी त हजुर ढाबले अहिले वेकअप इन त छौ कथा कोरोना चाहिँ आठो उपचार नीति मैदाने वन्य नीति छौ सुरक्षा थप्ने स्वयं स्वास्थ्य कर्मी सिक्किम जनप्रतिनिधि अहिले कर्मचारी अहिले मेपिन सुरक्षा नीति सिक्किम छु नगरपालिका छु ग्वालियर देऊ छु ज्याजो ज्ञान देउदु जन स्वास्थ्य झिरमको परिचालन आधुनिक सुरक्षा नीति सहित झिरम
जनस्वास्थ्य जस्तै इमर्जेन्सी सेवा नयाँ चलेको छ अनि ओपीडी सेवा न जुल अहिले डाक्टर दिएर पालौँ जस्तै अधिकै 30 जना कि डाक्टर त होला उनके पालौँ पर्यो सुखाएपछि हिँडेको हुल मरियो कारण बन्दोबस्त दियो अरू इमर्जेन्सी के होला हाल इमर्जेन्सी के वेट नेट इमर्जेन्सी बन्दै आनु 24 घण्टा बन्ने क्लोरिन फुक यार गर्न झिन सुरु नै थियो होला अब नाप्लामा पनि छि गुली नर्स त ख त्यसो बिना झिन कमल क्वारेन्टाइन हुन्छ र छाड्यो होला हजुर के मरेको छिसङ फुक बन्दोबस्त यहाँ सुताउँछ सुरक्षा नीतिलाई चाहिँ अपने हजुर मेरो नापाले थो संक्रमण चाहिँ सुनिगले न्यानी थ ल्या अपयाउन चौ अवस्था दु छि धेरै थेन्टो मेमेउ नगरपालिका छिन्चाबु नगरपालिका न चाहिँ समुदाय स्तर तक ठौँ रु विश्लेषण दु ठोकठ चाहिँ खोपे चाहिँ छौ किस्म ठुसमिन अपो भयावो स्थिति जुल भाषा खोप नगरपालिका छिपिनु दुनी चाहिँ क्वारेन्टाइन आइसोलेसन या चाहिँ क्षमता अथवा व्यवस्थापन गुप्त हेर्न चाहन्थे छिले ठाउँ नगरपालिका छुट्टै आइसोलेसन मरेका क्वारेन्टाइन केन्द्रको थियो हजुर अनि आइसोलेसन गरेर डक्टर अस्पताल कोभिड अस्पताल रूपान्तरण 35 व्यक्ति प्राप्त गरिएको जुल अनि खर्चको विषय दिएर अहिले औगिता औरंगाबाद के हो सल्फर जोसन की हजुर की अच्छा को क्यापेसिटी बढिया दिनको फट्टा छ ये 4-5 क्षेत्रको भने फैलिरहेको छ अनुमति हजुर यदि नगरपालिका चाहिँ देखे होला छ एउटा पास्टिङ पिके सल्फर जोसन की हजुर अब सुनिया कुनै फट्टा चाहिँ बन्दोबस्त भएको छ अब हिसाब हुनु हजुर एटिकेट एक्सन जोडियो हजुर अहिले ठाउँ झी मेरो जुन पछि खनाबलाई नचनौ इले ठाउँ भाद्र 17 गते जुल शनिका या सोंगु जिल्ला प्रशासन जाकुटी नाप खोपर नाप चाहिँ सोंगु जाकुटी चाहिँ थौटक निषेधाज्ञा याना जारी न टौ जुल कुनै परिस्थिति गुप्त हुने थिए छौ अथवा निषेधाज्ञा हे चाहिँ आवश्यक ख वा न्हने गठुनी सिक्न सुन जानकारी दु वना तो केन्द्र सरकारलाई समन्वय स्वयंको हजुर सोनिया हामी खुबस्के छौंडे रेन्जी थो पाइसला छ आवाज दिन्छ हजुर चर्चा अन तीन सुनाउन चाहिँ मडिन 22 गते चाने 12 बजे तक हनु गर्छ निष्ठाया निरन्तरता देऊ रहेको हजुर अत सुनाउ के या खटा केन्द्र सरकार सोच्या साजु हजुर मुन्डे छौ समस्या द टावर निर्णय दियो हजुर अथवा त समस्या अन्त हो जुल हजुर एभन सुदूर कोपे नगरपालिका सोच्या सुरक्षा कि 8-10 दिन तक चलन हिँड्न तक चाहिँ टोटली बन्द किन रहछ को उलेटको संक्रमण जो उप्याई हजुर उलेटको तारन तरकारी बजारहरु खोल्या रह्या सोच्दो नपाछु अनुभव हो कि असो सोनिया थुक सिडियो र तापुक निर्णय देउले छौ यो काबरे खाले जीवन अवस्थामा गएको अप्ठ्यारो यी अवस्था हजुर थोरै कुनै चाहिँ नगरपालिका 18 वटै नगरपालिका निर्णय थोरै चाहिँ सेटले हजुर हजुर समन्वय अवस्था त्यसले ठिकै या मानिस सोरछ केन्द्र सरकार प्रदेश सरकार स्थानीय सरकार सोलिङ जुन स्पष्टै कार्य विभाजन हो यता थियो चल्याउको राउ दौजुलसा मजागन ज्यादै प्रतिगत हजुर अब मैले धेरै टार्गेट अथवा निदिनला प्रशासनिक तेरा मतलब दिइरदा पक्का जुन थाउरा सो बक्टरी पिएसा दिला हजुर बक्टरी आराले पानी पनि योजना हजुर त्यस्तो अप्ठ्यारो पनि सम्भावना र जसो छ हजुर ठाउँ जे ठाउँ टक झिसँग चाहिँ चैत 11 गते निसे चाहिँ लकडाउन अथवा निषेधाज्ञा धारा चाहिँ छिपी खुला तक चाहिँ छिपी नेउछि नेपाली त्यो जनजीवन अस्तव्यस्त जोजौँ अवस्था दु मन्टे र छुज्याइना बनी सुथे निसा घोषणा चाहिँ नेउरु समस्या दु आठो खोप नगरपालिका मेयर कठ चाहिँ छिसुले ठुकै यो व्यवस्थापन चाहिँ गुप्त यामा चाहिँ सुझाव सल्लाह छु गठित के मुन्टे चाहिँ थाना जिन्दा राहत दुसा जु आवाज होदा हजुर तर वेले के छ फोस्टे दिन छाला छ छिके मुनिसि छाले आयो जब कि छन्दी साहबले कनाउ अनुमति गरेका जाय मजु छिकन तयासे हो नब्रा नेपाल सरकारले वही हो भने थाने थाहा सहमति ध्यान दिन खाजो त्यसले छिसा वहे जोस आको खास अनुमति मजु छिकन छाड भन्यो एजुले शिक्षण याको मिले मजो छ और आदि खाए मगानी नाप नबन्दा ओ चिकन ज्ञान क्रमश सूर्य के माली जातिका लगियो सोच्न हजुर अहिले और आदि पनि मैले इन्टर ज्या बिउ नकाने छ अथे यहाँ आउँछ हजुर अनि जीवन ज्ञान विस्तार सूर्य प्रतिक्रम अनि गछौँ हजुर एजुले नेपाल सरकार बन्नको बन्दोबस्त याउ जुन दशा
स्थानीय जनप्रतिनिधि समन्वय सेवा सोध्नु बस्दा सजिलो होगा सिंह दरबार जनता समस्या थिएन सिंह दरबार निर्णय नि अभावै खनेर एजुजुलिङको समन्वय अभावको यहाँ साक्षी मिलाएर भनौँ भए कि जनप्रतिनिधि हैसियत या मौजलाई चिसो निरन्तर मैले चलाउँदा चिसो हजुर ढाबे ठो कोरोना महामारी गु विश्व हालमे चाहिँ बबे जुचुन ठुइले संघीय सरकार र केन्द्रीय सरकार पाखे सिक्किम स्थानीय सरकार र महामारी व्यवस्थापन नीति छुनो कथा बजेट विनियोजन याव अथवा सहयोग याव या अवस्था छुडु फुक स्थानीय सरकार पाखे याना चुना देउ खला कि गसिदु कतैले केन्द्रीय सरकार चिरा वक्तव्य दिएको बजेट मुको अब चिठी दियो अब यार हजुर नगरपालिका खै हजुर केन्द्र सरकारले दिएको चिठी पत्र छ नि चाहिँ सबै नगरपालिकाले गर्ने सबै पालिकाहरूले गर्ने फेरको हुई भनौँ भए बजेटले अधिसेपले उपत्यका नि सुन 10 लाख कौशल काम भयो यहाँ चिरी बाबु मर्दने हिसाबमा चाहिँ 8 लाख पनि जीवा दिला रहेको छ यहाँ हो हजुर अहिले चिरी खबरा हिसाबमा केन्द्र सरकारलाई पैसा दो मुक्त हजुर अहिले प्रदेश सरकार पाको जवाना नपा सुरु केन्द्र 12 लाख जीवा हुन्छ हजुर भनौँ भए भोलि खर्चको कस्तो व्यवस्थापन किन नगरपालिका सक्छौँ मेजो आट हजुर दगलिपा आ चाहिँ थो देशे चाहिँ छौको संघीयता यो अभ्यास जचौँदु स्थानीय सरकार प्रदेश सरकारले संघीय सरकार जगा ठुइले चाहिँ छौइले चाहिँ लकडाउन गा सरकार गो या त वइले छिसा सोनिग नाकट पनि मफ्तो छौ जिल्ला मेठा मेउ जिल्ला सोनिगले ढुवायो गु समस्या जुल अले सोनिग दुनी चाहिँ छौको चाहिँ सिंह दरबारी अधिकार चाहिँ गा गामे गा धेचौँदु आछिकपि सोनिगले चाहिँ छिन्च्याउ स्थानीय सरकार दु खोपर नगरपालिका नाप अले छिन्च्याउ नगरपालिका छौ चाहिँ साटा संगठन दु उपत्यका मेयर्स फोरम लगा उके सिक्नु खोपर नगरपालिका सहभागिता सिक्नु भरिचा उके छु मगा मचा अथवा चाहिँ ठो विशेष छु प्रस्ताव एन्डी कि खोपर नगरपालिका सुरु के संहिता वेरनो सबै विशेषता अनुसार बांग्लाको भनेर जी विषय चाहिँ रोकेर किन तयार हो हजुर अहिले शान्ति दिन भाषा बांग्ला तयारी अनि किसान उनी हवे तरिका चाहिँ सोचाउँछ ल हजुर अहिले जस्तो इलिमिनेट दिदा खबर या तर छिसो कि सहभागिता छि मोले नि ओके आज छिसो अनि थामको हजुर फुटबल दिए सामने म हेउ इभेन्ट खाएको हजुर यो जुनी कि अब अतको नाम गुलिना न जुइ पछि खबर न दिएको छ म सक्छु हजुर छिसो प्रयास दिसान थाना या छिसो प्रयास सुझाव त या त दियो छ हजुर यो जुनी अनि सहभागिता सम्बन्ध छिसो क्लियर गरेर अझै ओ विकास एनर्जी बोला चिरी बाबु बोला मर्छ को नानी सम्पर्क गरेको हजुर जुनी पछि खाद्यान्न है ज्यादा सोच्दा सबै जग्गा चलेर असंगठित वेदुङको जुनी विशेषता अनुसार नगरपालिका चिसो विकास यासले अथवा हिसाब भन्दा बांग्ला थियो भने सुरु खेर हजुर हजुर दाबले आठो स्थानीय छिन्च्याउ स्थानीय सरकारले त छौको ठाउँ चाहिँ आठो संघीय सरकारी गृह मन्त्रालय माट हटेर छौ जिल्ला प्रशासन ज्याकुटी छौमा चाहिँ जिल्ला प्रमुख जिल्ला अधिकारी चाहिँ निषेधाज्ञा गु चाहिँ ठो अभ्यास जोचौँदु ठोटठी भरिस त्यो व्यवस्थापन सत्ता शासन व्यवस्थापन पद्धति यु छौ चाहिँ ठो भन्छ कन्फ्युजन थियो छु छिटटा कन्फ्युजन हो एकीकृत शासन नहीं कर सकता अहिले विकेन्द्रित अधिकार बाँडफाँड अधिकार भयो विपद व्यवस्थापन एकल अधिकार संविधान है स्थानीय तह संघ एकल अधिकार विपद व्यवस्थापन तराउ महामारी संयुक्त रूपले भनेर छौ पछि भाग्य विपद व्यवस्थापन एकल अधिकार स्थानीय तह संविधान अनुसार यो भ्याउजोल गर्दा ये साझा अधिकार जो संविधान के साझा अधिकार ये बने मजुनी अरे इसका अधिकार सब ठठौ नगरपालिका ठठौ विपद व्यवस्थापन समिति के भारी पीड़ित विषय के हार्जनीय विषय के और बात सुन अझै किसिम विपद जो लगी वो विपद व्यवस्थापन साने यहाँ डाटे होगा अथवा महामारी रूपे मूली जो अच्छी छ केन्द्र सरकार प्रदेश सरकार तयार न एकल अधिकार एक खाना छौ कि विपद एक नि नेपाल सरकार विपद मरछि ओदिता
प्रकोप व्यवस्थापन याद है नि शब्द चाहिँ हो शब्द चाहिँ प्रकोप व्यवस्थापन कोर्स हजुर तर आखिर चाहिँ अङ्ग्रेजीमा क्राइसिस म्यानेजमेन्ट हो विपद व्यवस्थापन छ हजुर सबै यहाँ उयो हजुर त्यसमा ट्रान्सलेट हो नि हजुर पक्का नाम केन्द्रीय सिंहदरबार छौँ स्थानीयताको अधिकार दियो गर्न होला तीन होला संहिता हजुर खासिङको संहिता हो त्यहाँ नक्कली नाकको सोखिन है नि हजुर नायकमा एकदम पुजाएर याद साह्रै नायकमा माया याद खासिङको नाक ओब्ले तापपछि जो थिल्नु छ संहिता होला संहिता ओब्ले अधिकार दिए म हुँदै हजुर केन्द्रीय उपरि व्यवस्था स्वाधीसँग हजुर कर्मचारी व्यवस्थापन केन्द्रीय निर्देशन चल्या शिक्षक केन्द्र चल्या परीक्षा केन्द्र चल्या यस्तो संहिताहरू चलेर संहिता नाम मुखुली संहिता व्यवहार व्यवहार केन्द्रीकृत अलिक नाम चाहिँ स्थानीय हजुर हजुर पक्का एकदम प्रयोगै गलत जस्तो छ हजुर एकदम संविधान या ठाडो विपरीत ज्यादा गुलिनन् हजुर चिकित्सा बांग्लादेश जनता शिव एक अब विपर्य व्यवस्था के विपर्य इलेक्शन मध्य होगा तर संविधान को शिक्षा के ना मिले मुझे कर्मचारी व्यवस्थापन के ना मिले मुझे प्रहरी प्रशासन सब एकदम गलत तरीके से उद्देश्य होता है संविधान अनुसार हजुर हजुर डक्ले लिपा मेरो जो ठो कोभिड-19 विषयले ठो हली आफ्नो देशे चाहिँ ठो WHO विश्व स्वास्थ्य संगठनले खट एकदम विवादास्पद रूपमा वे चौंडु WHO या त चाहिँ छोकेसमा बहिष्कार या टीका टिप्पणी सामाजिक सञ्जालले वे चौंडु सञ्चार माध्यमले वे चौंडु ठो कोभिड-19 विषय सारांश संक्षिप्त छि गोष्ठम विश्लेषण गर्न चुन दिया अब हिसाबले कोभिड छोरो खाए खटा हजुर जस्तो पहिले लियो क्षेत्र चाहिँ एकदम पहिले लियो हजुर वो किसी ने वो भी वायरस जो जोड़ी सचेतता अपने मायने में तो सचेतता अपने में सीधा सुन जो रहा क्या मोन वो स्थिति दौर से मौजूद आपके स्थिति के हजुर ज्यादा नहीं मगर बुरी मुंडा शील का तचन को से सारे कम जगह शील तो जो खाली है लेकिन बुरी मुंडा शील का सर रन्नी में रोग का ये जो शील है खटा काल व्यक्ति पाएका हूँ तेल रोग डाउन डायबिटीज हजुर ब्लड प्रेशर मस्तिष्क का जो दिन लक्षण की जान आता फागुन जो चिरो गया वरन डायबिटीज में कम जगह मुंडा शिके ये रोगन देनु बार मुंडा शिका होला लगे मुझे तो खटा एक बार जिंदगी का व्यवस्था वाला खाए मुझे हजुर तो नूर जिंदगी तो कोरोना परिवर्तन जो वानी ढाउनी अझै ठीक सके जेमो अवस्था दा तर जे अर्थ क्यामो अवस्था को रेन्ज मोनोबल एकदमै पलागा सब तरिकाले आफ्नो कुना गर्छ हजुर समस्या को खुलाने रेन्ज व्यवस्था छैन मुजु तर जे अर्थ आते दिन मुजु रेन्ज हजुर मेरो जो नेवा एफएम निर्वाचन दिपिन्त खोप नगरपालिका या प्रमुख या हिसाबमा सित ठगु ठो असहज ठो संकट इले ठो महामारी इले ठगु बचाक्न छु नगरवासी सकल नेपाली पिन्त सकल नेवामी पिन्त छु बचाक्न सन्देश ठो बेदिसले तो यो संज्ञा के को सकल इन्टाबिलिटी छ अझै जे सुरक्षित है मुखु फुके जे सुरक्षित है तो कोई चीज सुरक्षित जी फसाद चीज जनता तो सुरक्षित जी कहीं बोली चीजों सुन संक्रमित जो ला रहा है किला खेला है जो तो कभी उनको बल पड़े भी यहाँ से माया ले अगर बोली डॉक्टर का नर्स के कारण आठ के नया तो रहा चीज़ नहीं हो सकता कहीं बोली वो तो पिता न माया यहाँ समान है वो भी मदर रहता कि उपचार नहीं हो चीज तो बिना अपन वाने उठा रहे अस्पताल का वो तो पिता न वो तो बिना चाहे जो संक्रमित जी पति हो फेमिली संक्रमित सुन डालती है आप चुपने चुनाने डटा सुन डटा रहता है वो तो बिना गुरु सौर्यन दिस में तो में खाने पानी साफ सफाई सिया पे बस सौर्यन दिस यदि किसान वही परियां गला खला किसान किसान सौर्यन आता रहता वो तो बाकी जो क्या गए वो तो बिना कारण हम निकला सरेगी संसार भयावह स्थिति में क्या निकली खुशी है किसान सौर्यन या मो जितना कोई मिलेगी साधन कोरोना ले संचित को जो है तो वो नहीं इसका फोकस ही है सैनिटाइजर या प्रयोग या मास्क या प्रयोग या ना मन की होने लगा था हमारा तो चिकित्सा जरूर ना तो
शारीरिक दूरी का नियम विषय तया अनुसार की दूरी मिटाई सत्य ताकतसँग जीवन भाव व्यवहार चाहिँ दिला रहा जी रोग मुक्त की होता है हमारे शरीर में आपको रोगी रहा मुझे तो बीमारियां दिला रहा जी बतेगी ऐसी समाज बतेगी का जी समाज बतेगी अब ताकि शरीर भी रहा हजुर मेरो थौ व्यस्तता इले थौ असहज इले न छि नेवा एफएम कोरोना विशेष ज्याजुले थौ इ बेदिल खोपर नगरपालिका विशेष जानकारी बेदिल छिना पन्डी पनि बना थौ थया विशेष सल्लाह बेका छुनि जी थौ ये ज्याजुल छिट सुबा देशन छुना सो खोपर नगरपालिका यहाँ छ ज्याको सम्पूर्ण जनताका जानकारी दिएको पनि अवसर दियो खोपर एफएमले कि यो इलेक्सन लगायत सम्पूर्ण परिवारका यो सुधार देखा सुबा दुमेर साहब थौ त सिनाप बाली पानबला निसा हजुर वेक खोपर नगरपालिका या मेयर सुनिल प्रजापति जुन अब कोरोना विशेष ज्याजुले खोपर नगरपालिका या खोपर नगरपालिका यहाँ नभए छौँ व्यवस्थापन या ज्यान अब खोपर नगरपालिका अवस्था हौँ तकै अवस्था विशेष अब कहीँ जानकारी अब अब सन्देश नपसिस तपाईँ ज्याजुले कया अगाडि हामी जोड्दैछौँ गोदावरी नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष श्री गिरी प्रसाद तिमिल सिन्हाज्यूसँग। तिमिल सिन्हाज्यू नमस्ते। हजुर नमस्ते। हजुर यहाँलाई नमस्कार। सबभन्दा पहिला त म यहाँलाई हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छु। यो कार्यक्रम नेवा एफएम 106.6 मा प्रसारण हुन्छ। आइतबारदेखि शुक्रबारसम्म यो कोरोना विशेष भन्ने कार्यक्रम हामीले सुरु गरेका छौँ यो अहिलेको परिस्थितिलाई हेरेर। र अहिले म यहाँलाई के सोध्न चाहन्छु भने यो कोरोनाको महामारी भइरहेको छ अब देशमा, अब भनौँ संसारमै, हाम्रो वडाको स्थिति के छ हजुर यसमा? अहिले हाम्रो वडामा चाहिँ कमसेकम हाम्रो छिमेकी वडा चाहिँ वडा नम्बर 8 मा चाहिँ अस्ति पोजिटिभ देखिएर उहाँहरूको चाहिँ कति उपचाररत हुनुहुन्छ, कति चाहिँ फेरि नेगेटिभ देखेर निस्किसक्नुभयो। अस्ति नै चाहिँ सिल डाउन पनि भएको थियो वडा नम्बर 8 चाहिँ। हाम्रो छिमेकी वडा नम्बर 7 मा चाहिँ त्यस्तो देखिएको छैन। योभन्दा अगाडि हाम्रो क्वारेन्टाइनको थियो, क्वारेन्टाइन सकेर फेरि अहिले सिभिलाइजेसन जस्तो आउँछ त्यो अन्तर परिपालन गर्दै जाने क्रम छ। अहिले चाहिँ होम क्वारेन्टाइनमै बस्ने, बाहिर आउने स्थानीयवासीहरूलाई चाहिँ होम क्वारेन्टाइनमै रहने, 14 दिनसम्म बस्ने र त्यसपछि पिसिआर गर्ने, त्यस्तो सिस्टम बनाइरहेको छौँ। त्यस पछाडि पनि अहिले फेरि यस्तो अर्को चाहिँ सर्कुलर भएको छ, बाहिर आउनेले चाहिँ होटलहरूमा बसेर 7 दिन बसेर पिसिआर मात्रै गरेर जाने भन्ने भएको छ। त्यस पछाडि चाहिँ अब ल त्योभन्दा 3 दिनभन्दा अगाडि आउने चाहिँ होम क्वारेन्टाइनमा हुनुहुन्थ्यो, त्यो टाइम सक्यो। अब अहिले आउने 1 जना मान्छे हुनुहुन्छ, अहिले चाहिँ होम क्वारेन्टाइनमा रहनुभयो। अरू त खासै त्यस्तै ठिकै छ, अरू त त्यस्तो अहिले केही समस्याहरू छैन। यो हजुर गोदावरीको वडा नम्बर 7 भनेको कति एरिया पर्छ हो? यो चाहिँ तपाईँको पहिलाको चाहिँ सादी देवीजोर गाविस सिङ्गौली एउटा वडामा परिणत गरिएको छ अहिले पछि। ए हजुर। पहिला चाहिँ देवीजोर गाविस थियो, गाविस चाहिँ अहिलेसँगै एउटा वडामा मात्रै परिणत छ। यो चाहिँ अहिले भूगोल चाहिँ धेरै नै छ। तपाईँको यहाँदेखिबाट तपाईँको गाउँपालिका बागमती गाउँपालिका 1, 2, 3 वडा छुन्छ, त्यो ठुलो छ वडा चाहिँ। हजुर। अनि त्यहाँ अहिलेको स्थितिमा त्यहाँको जनताहरूलाई के कस्तो सचेतना कार्यक्रमहरू तपाईँले गरिरहनु भएको छ? यसो चाहिँ अब योभन्दा अगाडि हामीले समूहहरू महिला स्वयंसेविका मार्फत उहाँहरूलाई चाहिँ जनचेतना जगाउने कार्यक्रमहरू योभन्दा धेरै अगाडि गऱ्यौँ र राहत वितरणका कुराहरू भए राहत वितरण गर्ने पनि उहाँहरूको मार्फत वडाको संरचनामा वितरण गऱ्यौँ र यसलाई चाहिँ सफासुग्घर रहनुपर्ने र चाहिँ हामीले एकदम कि यो उसको मापदण्ड सोसल डिस्टेन्सिङमा गर्नुपर्ने, ती कुराहरूलाई चाहिँ तीव्र रूपमा पालना गर्नुपर्ने, साबुन पानीले हात धुने, यी कुराहरूलाई चाहिँ एकदमै हामीले गऱ्यौँ र त्यो चाहिँ उहाँहरू पनि सचेत, अहिले पहिलाभन्दा जनचेतना पनि बढेको छ। उहाँहरू आफै पनि सचेत हुनुहुन्छ। नयाँ वडामा आउनेहरू कामहरूमा पनि भिडभाडमा पनि कमै छ, त्यस्तो गर्दाखेरि पनि उहाँहरू आफै अलिक सचेत भएर चाहिँ गर्नुभएको छ। हजुर। पक्कै पनि अहिले जनताहरू यति सचेत भइसकेका छन् कि अब सबैलाई थाहा छ मास्क लगाउनुपर्छ, मास्कमा त्यो ग्रुपमा हिँड्नु हुँदैन, सेनिटाइजर प्रयोग गर्नुपर्छ भन्ने कुरा सबैले बुझिसकेका छन्। र एउटा कुरा म यहाँलाई के सोध्न चाहन्छु भने वडा र नगरपालिका बिचमा अब यो कोरोनाको जुन यो भनौँ
भनौँ न कोरोना रोकथामबारे के कस्तो संयोजनहरू भइरहेछ हो तपाईँहरूको यो कतै के कस्तो छ? अस्ति हाम्रो नियमित बैठक त्यो एउटा यो प्रत्येक सालमा गर्दै हुन्छ। यसैमा यसैको सम्बन्धमा नि छलफल भयो भइसक्यो कि 1 देखि 4 सम्म चाहिँ एउटा आइसोलेसन नै भएन। त्यहाँका वडाहरूले कुवाका बोर्डम्यानहरू भयो त्यसले ठाउँ वडा गराउनुहोस् आइसोलेसन एउटा त्यता राख्नै पर्यो र यतापट्टिको बेलामा पनि कहीँ कतै चाहिँ थाहा पर्छ भन्ने किसिमको यसैको बारेमा कसरी योसँग जुझ्ने कोरोनासँग कसरी सुरक्षित रहने भन्ने किसिमको एकदमै यो 7 गते विशेषै मिटिङ जस्तो भएको थियो र यो समन्वय भइरहेछ के छ गतिविधि के अपडेट रहने कहीँ त्यस्तो हुने बित्तिकै जताउनेदेखि लिएर आफ्ना नागरिकहरूलाई के गर्न सकिन्छ र त्यो बारेमा चाहिँ तनाखो रहने अन्य किसिमको चाहिँ कुरा हो। त्यस्तो हुने बित्तिकै नैसाथ सम्पर्क रहने सरकार राखेर अगाडि बढ्ने भन्ने किसिमको कुरो भएको छ। हजुर अब यो राजनीतिक कर्मी भएपछि तपाईँहरू समाजसेवामा धेरै लागिरहनु भएको हुन्छ। यसरी समाजसेवामा लाग्दाखेरि अगाडिको लाइनमा फ्रन्ट लाइनमै लाग्नुपर्ने तपाईँहरूको स्थिति भइरहेको हुन्छ। अहिले भर्खरै हाम्रो काठमाडौँका मेयरज्यूलाई पनि अब सङ्क्रमण भयो भन्ने सुनिन्छ। अब त्यो तपाईँहरूले यो आफ्नो सुरक्षा अनि त्यस पछाडि स्वास्थ्य कर्मीहरूको सुरक्षा र अनि यो सेक्युरिटीहरू भनौँ न यो सुरक्षा कर्मीहरूको सुरक्षा सम्बन्धी के कस्तो उपायहरू अप्नाउनु भएको छ? अब अहिले चाहिँ हामीले भएसम्म त्यो जाँदा हात धोएर मात्रै छिर्ने सेनिटाइजर लगाउने मास्क अनिवार्य लगाउने त्यसलाई विशेष ध्यान दिएका छौँ। नगरपालिका जाँदाखेरि पनि जो कोही गयो भने पनि हात धुने त्यो अगाडि नै राखेका छौँ हामीले त्यो धुने धोएर त्यहाँ सेनिटाइजर युज गरेर मात्रै जाने मास्क अनिवार्य गर्ने त्यसो र हाम्रो। हेलो गिरिजी, उहाँसँग सम्पर्क विच्छेद भएको हो कि हामी फेरि सम्पर्कमा ल्याउने कोसिस गर्दैछौँ। अहिले हामी कुरा गर्दै थियौँ गिरी प्रसाद तिमिल सेनाजी, उहाँ हुनुहुन्थ्यो गोदावरी नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष। उहाँसँग कुरा गर्दै सम्पर्क टुटेको थियो, फेरि हाम्रो सम्पर्क जोडिएको छ। गिरिजीलाई म के एउटा सोध्न चाहन्छु भने हाम्रो वडामा तपाईँहरूको क्वारेन्टाइनहरू राख्नु पऱ्यो भने अब आइसोलेसन राख्नु पऱ्यो भने कति क्षमतासम्मको व्यवस्था गर्नुभएको छ हजुर? अहिले आइसोलेसनको चाहिँ छैन। यो बनाएको विद्यालयमा हामीले क्वारेन्टाइन व्यवस्था गरेका थियौँ, प्रयोग पनि गऱ्यौँ। अब आइसोलेसन चाहिँ राख्न सक्ने हाम्रो वडामा चाहिँ त्यति सम्भव हुने छैन, देखिँदैन। र त्यो भने हाम्रो चाहिँ नजिकै अब आनन्दवनमा हस्पिटलमा आइसोलेसन केन्द्र नै स्थापना गरेको छ प्रदेश स्तरीय। हजुर, बागमती प्रदेशमा 12वटा कति उद्घाटन भएको थियो, 12औं नम्बरमा हाम्रो परेको छ। र चाहिँ त्यही पनि कोरोना हस्पिटल जस्तै यो विशेष उपचार गर्ने गरी यो स्थापना भएको छ। हजुर, त्यसले गर्दा हाम्रो नजिक पनि छ। र यहाँ अहिले हाम्रो चाहिँ अब त्यस्तो अब तुरुन्तै आइसोलेसनमा भन्ने चाहिँ त्यो शैलीको उपकरण साधन स्रोत जुटाउन भनेर त्यो शैली हुँदै रहन्छ सम्भव जनशक्तिका कुरा भए धेरै गाह्रो रहेछ। त्यो चाहिँ वडामा असम्भव होला। अनि हाम्रो अलिकति कोटले लास्टा वडा पनि छ, यो चाहिँ अलिक गाउँ रिमोट एरिया छ कि नै भन्दा पनि त्यो छ। हजुर, अनि अहिलेको स्थितिमा हेर्दाखेरि अब यो महामारीकै रूपमा फैलिन सक्ने सम्भावना पनि रहेकोले त्यसको लागि पनि अब तपाईँहरूले चाहिँ क्वारेन्टाइनहरूको व्यवस्था त अब नगरसँग समन्वय गरेर केही अब अर्को वडामा होस् अथवा नजिकै कतै त्यो चाहिँ गर्नुपर्ने देखिन्छ है? त्यसो चाहिँ त्यसो हुँदाखेरि अहिले हाम्रो जिल्ला हस्पिटल पनि हाम्रो बदमार हस्पिटल जिल्ला हस्पिटल पनि हो। त्यसलाई अहिले हाम्रो 15 वटा आइसोलेसन अहिले नै अलरेडी छ। अब त्यसलाई नै विस्तार गर्ने र कुनै पनि विद्यालयलाई आइसोलेसनको उसमा चाहिँ अगाडि बढाउनु भन्ने किसिमको कति साहबको बोर्डले पनि निर्णय गरेको छ। त्यो छ हामी चाहिँ त्यसको लागि पनि अलरेडी जस्तै छौँ अहिले। अनि अर्को कुरा के भने नि बाहिरी जिल्लाबाट आउँदैछ नि हाम्रो त्यहाँनिर एउटा यो नाका पर्छ है बाहिरी जिल्लाबाट आउने? पर्छ। हाम्रो यो चाहिँ तिनपानी भन्ने चाहिँ हाम्रो बोर्डरमा पर्छ, बागमती गाउँपालिका र बोदल नगरपालिकाको उसमा पर्छ तिनपानी भन्ने। हजुर, त्यो नाकामा चाहिँ कस्तो व्यवस्था भएको छ हजुर? योभन्दा पहिला पनि हाम्रो लकडाउनमा धेरै नै मान्छेहरू छिरेर आए, अहिलेको स्थिति के छ भनेर? अहिले चाहिँ तत्काल के छ भने मलाई त्यसको बारेमा त्यति जानकारी भएन। योभन्दा अगाडि चाहिँ एकचोटि सुरुमा चाहिँ लकडाउन भएको बेला चाहिँ बागमती गाउँपालिका र बोदल नगरपालिकाले त्यहाँ चाहिँ स्वास्थ्य कर्मीहरू राखेर त्यहाँ चाहिँ थर्मल गनसँग प्रयोग गरेर चाहिँ त्यो ज्वरो हेरेर मात्र भिडियो छिराउने काम भएको थियो। त्यसलाई चाहिँ त्यो निरन्तर छ कि त्यो टुटेको छ, त्यो बारे चाहिँ मेरोभन्दा अलिकति टाढा पर्छ, बोर्ड चाहिँ ठ्याक्क बोर्डमा पर्छ हाम्रो मेरो वडाको पनि। त्यो बारे चाहिँ मलाई यथार्थपूर्ण थाहा हुन
हजुर अब स्वास्थ्यकर्मीहरू भए अनि त्यहाँदेखि अब सुरक्षाकर्मीहरू भए उहाँहरू चाहिँ फ्रन्ट लाइनमा जाँदाखेरि सङ्क्रमित हुने सम्भावना धेरै नै छ अनि उहाँहरू चाहिँ फेरि हाम्रो समाजमा कस्तो छ भने अहिले अब नर्सहरू डक्टरहरू भए उनीहरूको चाहिँ समाजमा कस्तो किसिमको प्रभाव परेको छ भने उनीहरूलाई कोरोना छ उनीहरूसँग सम्बन्ध गर्नुहुन्न घरभन्दा बाहिर राख्नुपर्छ अलि हेलाङ गर्ने दृष्टिकोण पनि यस्तो आइरहेछ नि यसको लागि चाहिँ तपाईँलाई के कस्तो सोच्नु भएको छ अनि एकदम यो त गलत हो नि जो मान्छेलाई अरू पब्लिकलाई बचाउनमा उहाँ चाहिँ अवरोध खन्ने डक्टर नर्स स्वास्थ्यकर्मी जो हुनुहुन्छ उहाँहरूलाई त चुप छ उहाँ चाहिँ त्यसरी लाग्नु भएको छ उहाँहरूलाई त हामीले एकदम नै भगवान् जस्तो मानेर उहाँलाई चाहिँ एकदम त्यस्तो विरोध होइन चुनावपूर्वक उहाँले यस्तो चाहिँ लड्नु भएको छ उहाँलाई सहयोग गर्नुपर्छ बाहिर सुन्नमा आएको छ यस्तो गरे डक्टरहरू कति यहाँबाट व्यवहार भयो जुन अस्ति मानिसहरूको घटनाले पनि एकदमै यसलाई छलफलमा आयो अब हामी कहाँ चाहिँ त्यस्तो छैन हामीले विभेद गर्ने काम बिल्कुल छैन गर्नु हुँदा पनि हुँदैन बल्कि डक्टर नर्स स्वास्थ्य उसमा चाहिँ गर्ने फ्रन्टमा चाहिँ बसेर काम गर्ने स्वास्थ्यकर्मी लगायत उहाँहरूलाई चाहिँ हामी सम्मानै गर्नुपर्छ उहाँहरूमा चाहिँ त्यस्तो चिकित्सा गर्ने उहाँहरूको चाहिँ हेरेसमेन्ट गर्ने काम त बिल्कुल हुँदै हुँदैन कोही कसैले गर्नु हुँदैन एउटा चाहिँ त्यो चाहिँ एकदम अमान्य सामाजिक बहिष्कार जस्तो सामाजिक दुराचार गर्ने काम एकदम गर्नुहुन्न त्यो किसिमको कहीँ देख्न पाइन्छ अब आइरहेको छ मिडियाहरूमा आएर यो चाहिँ युट्युबहरूमा यस्तो सुनिरहेको छ तर एकदम गलत त्यो गर्नु हुँदैन हामी त्यहाँ चाहिँ त्यस्तो छैन एकदम त्यस्तो भएको पनि छैन त्यस्तो गर्नु हुँदा पनि हुँदैन त्यस्तो हुँदैन ए हजुर धन्यवाद अनि गिरीजी म अन्त्यमा जाँदै अब तपाईँको वडावासीहरूलाई हाम्रो रेडियो सुन्ने श्रोताहरूलाई कुनै एउटा सन्देश भनौँ एउटा केही सुझावहरू दिन चाहनुहुन्छ कि ठिक अब अहिले चाहिँ विश्वभरि एउटा आतङ्कको रूपमा एउटा महामारीको रूपमा एउटा अहिलेको यो महामारी नै हो यो कोरोना त्यसमा चाहिँ सबै चाहिँ सचेत भएर यसो लड्नै पर्छ जुझ्नै पर्छ फेरि सबैको यो घरमा नआउला भन्न सकिँदैन कोही पनि असुध्राउन सक्दैन योसँग लडेर युद्ध जित्नै पर्छ जित्ने मनस्थितिले अहिले चाहिँ हामी कहाँ भएको प्राविधिक जति पनि अब हाम्रो प्राविधिकले भन्नुभयो अरे कतिले त्यसलाई ख्याल उडाउने कुरा नभइकन हाम्रो संसार पानी पनि भयो अरूको यहाँ भूमिका लडाहरूका कुरा भए अनि तपाईँको यो हाम्रो त्यो प्राकृतिक औषधिहरू जडीबुटी कहाँ छन् कुन ठाउँमा हाम्रो भएका ठाउँअनुसार जे पाइन्छ अब हिजोको बुढापाका मान्छेहरूसँग जुन चाहिँ यो आयुर्वेदिक औषधि छ जो चाहिँ नजिक हुनेछ त्यो सधैँ लिने बस्ने त्यसलाई चाहिँ खाने र अनि विशेष गरेर चाहिँ मलाई चाहिँ यो कोरोना सम्बन्धी तपाईँको यो सञ्चार माध्यमबाट चाहिँ एफएमबाट चाहिँ उसमा नि म के पनि भन्न चाहन्छु भने यसको डेरा भनेको यसको वासस्थान भनेको नाक र घाँटी रहेछ हजुर अब मलाई चाहिँ एउटा के लाग्छ भने आम नेपाली भाइहरूलाई या सकिन्छ भने सबैले चाहिँ एउटा पालना गर्न सक्यो भने तातो पानीबाट बाफ लिने बेलुका मात्रै सुत्ने दिनभर जाँदा गयो भने पनि उसले यो सोसल डिस्टेन्सदेखि लिएर स्वास्थ्य मापदण्डहरूमा रहेर काम गर्ने र बेलुका सुत्ने बेला सारा खाना खाएर सुत्नुभन्दा अगाडि 5-7 मिनट चाहिँ तातो पानी चाहिँ बाफ लिने र चाहिँ त्यो बाफ मात्रै ल्याउने त्यो तातोमा तात्न सक्ने त्यो भएर त्यो मात्रै गरे पनि सुरक्षित हुन्छ जस्तो मलाई लाग्छ सबैले आम नागरिकहरूले जसले सुन्नुहुन्छ अब त्यसो गर्नुभयो भने हाम्रो पानी 1 लिटर पानी तथा त्यसको बाफ लिने मात्रै सक्छौँ भने सबै परिवारमा लिन सक्ने सायद जान्छन् मलाई लाग्छ सबै सुरक्षित रहन सकिन्छ जस्तो लाग्छ त्यो गर्नुभयो भने अझ राम्रो म चाहिँ नै प्रायः त्यो त्यसरी बाफ लिने काम पनि गरिरहेको छु यही नै भन्न चाहन्छु सबै सुरक्षित रहौँ सबै चाहिँ आतङ्कित हुने एउटा चाहिँ आफूसँग भएको पनि अब यो भविष्य त्यो लाग्यो भन्ने होइन एकचोटि यो जुत्ने हो जुतेर यो जित्ने हो भन्ने मनस्थिति सबैले चाहिँ त्यो राखौँ र चाहिँ सचेत रहौँ र जुन चाहिँ अहिले स्वास्थ्य सम्बन्धीका मापदण्डहरू पूर्ण रूपमा पालना गरौँ र नयाँ जुन किसिमको आउँछ पछि जुन नयाँ चाहिँ टेक्नोलोजी आउँछ त्यसलाई चाहिँ फर्को मार्दै त्यसलाई प्रयोग गर्दै त्यसलाई सदुपयोग गर्दै यो युद्ध जितौँ भन्दै तपाईँलाई चाहिँ म यो तपाईँको समाजपद यो परिपालना गर्न र यहाँले यो अवसर दिनु हो त्यसको लागि पनि धन्यवाद चाहन्छु धन्यवाद पक्कै पनि नेवा एफएमको तर्फबाट पनि म आज गोदावरी नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष श्री गिरी प्रसाद तिमिचानीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु थोय ज्यादा यी कुसाको संकेत प्राविधिक गठन गर्न चरणदिमा सरांग मर्जन पाखे होगुदु ठुक यी तक ज्यादा निनादिमा छिटामा सुधार देसासे चिकुनी रेडियो पास जिबिजा साकेनको म शंकर थापा थोय ज्यादा नो बे नेवा एफएम को चरणदिगा वर्ष कासे सुगा जयमा भाइ